दर्शक बिनालाई एस अमेरिकन झोला सोगी हाम्रो स्टाइल चाहिँ दामी छ। अर्डर गर्न सक्नुहुन्छ है साथीहरू, तपाईँहरूले बोकेर हिँड्ने। हेलो साथीहरू, हामी चाहिँ आज खाली आँप आँप मात्रै भन्छ साथीहरू। आँपको बगान पनि हेर्नुहोस् है। आज चाहिँ यस्तो तरिकाले छ, यस्तो ठाउँबाट लिएर जाँदैछु ल आँपहरू चाहिँ मैले। 150 को अर्डर छ साथीहरू, त्यही भएर यसरी दिन्छ म समाउँछु। खुट्टाको सानो हाम्रो स्टाइल चाहिँ दामी छ। मिसाला चाहिँ यो अमेरिकाबाट पठाइदिनु भएको दाइले झोला भिरेर पनि देखाइदेऊ न मेरो दर्शक बिनालाई एस अमेरिकन झोला सोगी राम्रो छ साथीहरू। मेरो काम चाहिँ अब यिनीहरूलाई यो यहाँ झारेर यसरी लोड गर्नु पर्यो मेरो काम चाहिँ साथीहरू। म त यसरी जुमाउँदै आउँछ साथीहरू। मेरो काम चाहिँ तल बसेर यस्तो मिठो मिठो मादाप लिएर जाँदैछु। यहाँ बगानमा आएको छु नि त साथीहरू, अनि खरिद गरेर अलिकति नाफा खाएर बेच्छु। दुःख नगरिकन सुखको त दिन आउँदैन साथीहरू। हेर तपाईँहरूलाई चाहिएमा सम्पर्क गर्नुहोस्। अच्छा म घरमै लगेर बेच्दैछु क्या यसरी। पैसा कमाउनु त गाह्रो छ साथीहरू, केही काम पनि सजिलो त हुँदैन हुनु त। खुट्टा हल्लाउँदै हामी चौचौ रुखमा चढिकन उसको रुखमा छ कहाँ हेर खै ना यस्तै झार्नु पर्ने हुन्छ झोलाबाट आँप। मजाले देख्नु हुँदैछ कि छैन हौ साथीहरू। अमेरिकाबाट आएको उयो पो त झोलाले टिपेको कस्तो देख्यो होला। काँटा लगा ट्रिङ ट्रिङ ट्रिङ। अमेरिकाको झोला निकाले बहिनीले अब चाहिँ। मैले चाहिँ भारी लगाइसकेँ साथीहरू। यहाँ एक डोको अनि त्यहाँनिर एक बोरा 2 बोरा 3 बोरा 3 बोरा भारी बनाइसकेर पनि उयो जुमाउँदैछु। अनि माथिबाट पनि आउँदैछ। रिसाले हो कि मायाले हो कि गलेर हो नि यो यस्तो अनुहारमा झोलाबाट चाहिँ अब निस्किँदैछ होइन। खतरा माल यस्तरी खन्यो। अमेरिकन झोलाबाट मोती झरेको छ साथीहरू, मोती। यी तपाईँले चाहेमा यहाँ मेरो बहिनीसँग सम्पर्क गर्न सक्नुहुन्छ। ट्रुङ 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 अमेरिकन झोलाबाट निस्कियो। हामीले चाहिँ टक्क भारीहरू बनाइसकेर लोडहरू बनाइसक्यौँ साथीहरू। अब चाहिँ हामी घर जाने बहिनी गलेर थकित भएर निन्द्रा पनि लाग्दो रहेछ। अनुहार हेर्नुहोस्, अनुहार हाम्रो फेस हेर्नुहोस्, हाम्रो फेस
पानी पनि पर्नु आँट्यो जस्तो छ पुग्छ होला ल तपाईँहरूले कमेन्ट गर्नु होला ल कति छ कति केजी पुग्छ भनेर यहाँ पर डोकोमा पनि छ यहाँ बोराहरूमा पनि छ डोकोमा पनि छ अनि यहाँ पनि छ कति केजी भयो होला भन्नुहोस् ल के गर्नु घाम छैन तर पनि यति पसिना आइरहेको छ ओ माई गॉड यो धुन कसले निकालेको यस्तो राम सुन्नुभयो भट पड्केको कहाँ जाउँ बहिनीले एक डोको बोकेर हिँड ओइ अब हामी चाहिँ अब यति बोरा बाँकी छ अर्डर कति डोको लिएर मालदा चाहिँ साथीहरू स्टक भयो है स्टकमा हेर्नुहोस् हाम्रो अर्डर चाहिँ 150 केजीको आएको थियो हामीले टिपी मोड्यौँ होइन अनि अझै पनि छ सकेको चाहिँ छैन अर्डर गर्नु सक्नुहुन्छ है साथीहरू तपाईहरुले